नमस्कार, स्वागत छ तपाईलाई यस भिडियोमा। आज हामी काठमाडौँबाट सुरु गर्दैछौँ प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण चन्द्रगिरी हिल्सको रोमाञ्चक पैदल यात्रा। हरियाली जङ्गल, चिसो हावा, चराचुरुङ्गीको मधुर आवाज र उकालो बाटो पार गर्दै हामी पुग्नेछौँ भालेश्वर महादेवको भूमिमा। समुद्री सतहबाट 2551 मिटर उचाइमा रहेको काठमाडौँको सबैभन्दा अग्लो भाग चन्द्रगिरीको सुन्दर शिखर, जहाँबाट काठमाडौँ उपत्यका र टाढासम्म फैलिएका विभिन्न हिम श्रृङ्खलाहरूले मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। सायद यही दृश्य देखेर होला पृथ्वीनारायण शाह पनि काठमाडौँ उपत्यकामा राज गर्न लालायित भएका थिए। यदि तपाईलाई पनि पदयात्रा, प्रकृति र नयाँ नयाँ ठाउँको खोज र रमणीय यात्रा गर्न मनपर्छ भने यो यात्रा अन्तिमसम्म अवश्य हेर्नुहोस्। यस्तै यात्रा र धार्मिक ऐतिहासिक गन्तव्यको भिडियो हेर्न यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हजुर नमस्कार, आज हामी यात्रा गर्दैछौँ चन्द्रगिरी। आज हामी यो थानकोटको हरिकोट चोकबाट पैदल यात्रा सुरु गरेर हामी चन्द्रगिरीको टुप्पोमा भालेश्वर महादेव मन्दिरसम्म पुग्नेछौँ। हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ थानकोटको हरिकोट चोकबाट। हामी यहाँबाट आजको नयाँ वे, हामी अहिलेसम्म हिँडेकै छैन जङ्गलको बाटो। अनि यो चन्द्रगिरीको चाहिँ अब कुन बाटो रहेछ, के छ, सबै सम्पूर्ण जानकारी हामी तपाईँहरूलाई देखाउने नै छौँ। भिडियो हेर्दै गर्नु होला। यो हो थानकोटको खरिबोड चोक। आज हामी थानकोटको खरिबोड चोकबाट हाम्रो पैदल यात्रा सुरु गर्दैछौँ। खरिबोड चोकबाट अगाडि बढ्दै जाँदा हामी पुरानो कोतघर पुग्छौँ। यसले यस क्षेत्रको ऐतिहासिक महत्त्वलाई झल्काउँछ र त्यस्तै बाटोमा सुन्दर ढुङ्गे धारा भेटिन्छ। यहाँको चिसो पानी, शान्त वातावरणले यात्रालाई अझ रमाइलो बनाउँछ। यदि चन्द्रगिरी हाइकका लागि हिँड्दै हुनुहुन्छ भने हरिकोट चोकबाट माथितिर आउनुभयो भने यस्तो खालको तिनवटा ढुङ्गे धारा भेट्नुहुन्छ। यो चाहिँ कोट घर नजिकै छ। यहाँ चाहिँ ढुङ्गे धारा पार गरेपछि हामी साँगुरा गल्ली हुँदै कङ्क्रिटका घरलाई पछाडि पार्दै हाम्रो यात्रालाई अगाडि बढाइरहेका छौँ। जति जति माथि जाँदै गयो त्यति त्यति कङ्क्रिटका घरहरू पातालिँदै थिए भने खुल्ला आकाश, हरियाली जङ्गलको आनन्द आइरहेको थियो। केही पर पिपलको चौतारी देखिन्छ। यात्रुहरूले विश्राम गर्ने परम्परागत चौतारी अहिले पनि यहाँको आकर्षक बनेको छ। थानकोटबाट माथि आउनुभयो भने यो बाटो आउँछ, अनि चेकपोस्टबाट आउनुभयो भने यो बाटोबाट माथि आउँछ। अनि यो गइरहेको छ माथिबाट चितलाङ जान्छ। अनि यसले चाहिँ गणेशमान सिंह हाइवे भन्छ भनौँ न तपाईँलाई। अनि यो बाटोबाट हामी अगाडि जाने नै छौँ। यो बाटो गएर अब हामी एकदम चन्द्रगिरीको तपाईँको केबुल कारको जाने नजिकै आइपुगेछौँ। यहाँबाट चाहिँ अब केबुल कारलाई छोडेर हामी चाहिँ पैदल यात्रा गर्छौँ। त्यसको साइडमा बाटो छ, त्यो बाटो चाहिँ हामी अगाडि बढ्नेछौँ। भिडियो हेर्दै गर्नुहोस्। यो हो गणेशमान सिंह मार्ग। यही मार्ग हुँदै चितलाङ, कुलेखानी र हेटौडासम्म यात्रा गर्न सकिन्छ। अब चाहिँ हामी लगभग चन्द्रगिरीको छेउमा पुगिसक्यौँ। अब यो बाटो जङ्गल सुरु हुन लाग्छ, चिसो हावा आइरहेको छ। अनि हामीले सँगसँगै गुलाबको फुल पनि प्राप्त गरिसकेका छौँ। यदि गुलाबको फुल हुनुहुन्छ भने सम्पर्क गर्नु होला। हामीले गुलाबको फुल चाहिँ प्राप्त गरिसक्यौँ। त्यसलाई कानमा सिउरी हेरेर यसरी हिँड्नेवाला छौँ। ठिक छ। केही दूरीपछि हामीलाई पैदल मार्ग लेखिएको बोर्ड देखिन्छ। यही बोर्डलाई पछ्याउँदै हामी यात्रा गर्दैछौँ। आजको यो गन्तव्य हाम्रो लागि नयाँ र पहिलो अनुभव थियो।
केही समयको उकालो यात्रापछि हामी थानकोटमा रहेको पानीघाट पुग्छौँ। पानीघाटबाट नै वास्तविक पदयात्रा सुरु हुन्छ। केही समय अगाडि बढ्दा पुरानो पदमार्ग लेखिएको बोर्ड देखिन्छ। त्यही बोर्डलाई पछ्याउँदै हामी अगाडि बढ्छौँ। फलामे पुल त थियो, तर खोलामा पानी भने थिएन। बर्खाको समयमा पानी नै खोलामा नदेख्दाखेरि मन दुखित बन्यो। हामी चाहिँ पुरानो बाटोबाट अब हाम्रो विशेष गरी सिडुको यात्रा सुरु हुन थाल्यो। गाडी बाइकहरू चाहिँ यो पानीघाट भन्ने ठाउँ रहेछ। यहाँसम्म चाहिँ तपाईँको आफ्नो सवारी साधनमा आउन सक्नुहुन्छ, बाइकमा गाडीमा आउन सक्नुहुन्छ। तर यहाँबाट चाहिँ जब माथि हिँड्न थाल्यौँ हामीले आकाशले मौसमले पनि हामीलाई च्यालेन्ज गरिसक्यो। पानी एकदम बर्सिन थालेको छ। अब यो पानी सँगसँगै हामी केही छ रोकिने कि यात्रा गर्ने भन्ने कुरोमा हामी बजारमा छौँ। अब हामी चाहिँ सकेसम्म यात्रा गर्छौँ। पानी एकदम ठुलो आइसकेको छ। हेर्नुहोस्, अब यस्तरी तरिकाले अब हामी यात्रा गर्न थालेका छौँ। आजको दिन अलिकति राम्रै खालको दिनमा आइएछ भनौँ। एकदम पानी अब जब हाम्रो यो एकदम जङ्गलको यात्रा सुरु हुन थाल्यो तब चाहिँ ठुलो खालको पानी पर्न थालेको छ। अब हामी बिस्तारै हिँड्छौँ। अब ठाउँ ठाउँमा प्रतीक्षालय होलान्। हामीसँग स्रोत साधन केही पनि छैन, न अब छाता छ न केही प्लास्टिक छ। अब नजिकको हाइकका लागि चाहिँ हामीले त्यस्तो स्रोत साधनलाई चाहिँ केही चाहिँ प्राथमिकता दिएनौँ। तैपनि ठिकै छ। अब यो प्रकृतिले जस्तो तरिकाले दिन्छ हामीले त्यस्तै तरिकाले उपयोग गर्नुपर्छ। त्यही यात्रामा हामी अलङ्की साइडतिर एकदम घाम लागिरहेछ। तर यहाँ चन्द्रगिरी साइडमा चाहिँ यस्तो पानी परिरहेछ, उकालो चाहिँ दौडिन नसक्ने एकदमै स्यासा भइसक्यो। मुटु फुल्ला जस्तो भइसक्यो। अब हामीले चाहिँ पानी यस्तो पानीमा यात्रा गरिरहेकै छौँ। अब हाम्रो अगाडि करिब 2 घन्टाको जङ्गल यात्रा छ। घना जङ्गलभित्रको यो बाटो निकै रमणीय छ। कतै ठाडो कालो, कतै भिरालो त कतै समथर। चराचुरुङ्गीको मधुर आवाज, चिसो हावा र हरियाली जङ्गलले यात्राको थकान बिर्साइदिन्छ। यात्राको क्रममा धेरै ठाउँमा विश्राम गर्न मिल्ने साना ठुला स्थानहरू पनि भेटिन्छन्। यदि तपाईँ यो बाटो हिँड्दै हुनुहुन्छ भने पर्याप्त पानी, हल्का खाजा र आरामदायी जुत्ता अनिवार्य साथमा लिनुहोस्। जङ्गलको बाटो सफा राख्नु र प्लास्टिक जन्य फोहोर नफाल्नु पनि हाम्रो साझा जिम्मेवार हो। यही रुटबाट यात्रा गर्दा चन्द्रगिरी छिटो पुग्ने र सहज रूपमा यात्रा गर्न सकिने त्यहाँका केही मानिसहरूले बताएका थिए। हामीले पैदल यात्रा सुरु गर्दा नै पानी परेको हुनाले आज बाटो अलि चिप्लो थियो। भिरालो, कतै सिडी त कतै सिडी नै नभएको बाटो। यसले गर्दा केही असहज पनि र केही आनन्दित पनि थियो। यात्रा एकदम रमाइलो भइरहेको थियो। करिब 2 घन्टाको पैदल यात्रापछि हामी पुनः गणेशमान सिंह मार्ग हुँदै भन्ज्याङ पुग्छौँ। अहिले चाहिँ हामी भन्ज्याङ आइपुगेका छौँ।
लगभग चन्द्रगिरी तपाईँको चन्द्रगिरी देउरालीको बाटो यो हुँदै अब यहाँबाट यो हाम्रो कुलेखानी हाइवेसँगै जोडिएर हामी यो बाटो चाहिँ यो ठाडो उकालो यो बाटो अगाडि बढ्दाखेरि यो भन्ज्याङबाट आइपुगेका छौँ। अब यहाँबाट चाहिँ हामी अगाडि बढ्छौँ यता चन्द्रगिरी साइड। यहाँबाट तलतिर गयो भने यता कुलेखानी हुँदै तपाईँको चितलाङ एरिया झरिन्छ भने हामी चाहिँ यहाँबाट दायाँतर्फ लागेर अनि अगाडि बढ्छौँ चन्द्रगिरी साइड। आज हाम्रो डेस्टिनेसन भनेको चन्द्रगिरीसम्मको हो। अनि हामीले भर्याङको बाटो छोडेर चाहिँ अहिले हाइवेमा आइपुगेका छौँ। अब हाइवेबाट थोरै अगाडि बढेर हामी यता चन्द्रगिरी साइडतिर जान्छौँ। भन्ज्याङबाट थोरै अगाडि बढेपछि हामी काठमाडौँ जिल्ला र मकवानपुर जिल्लाको सिमानामा रहेको पालुङ पुग्छौँ। अहिले चाहिँ हामी काठमाडौँ जिल्ला र मकवान जिल्लाको सीमा क्षेत्रमा आइपुगेका छौँ। यो चाहिँ पालुङ भन्ने ठाउँ हो। अहिले चाहिँ एकदम पानी परिरहेको छ। यहाँ आइपुग्दाखेरि चाहिँ एकदम ठुलो पानी परिरहेको छ। अब यहाँबाट चाहिँ काठमाडौँ जिल्लाको सीमा सकिन्छ भने मकवान जिल्लाको चाहिँ सीमा सुरु हुन्छ। अनि पानीले चाहिँ एकदम ठुलो चुटिरहेछ तर हामीलाई चाहिँ भिजाइरहेछ। तर हामी चाहिँ काठमाडौँको खरिबोटबाट चाहिँ करिब 3 घन्टाको पैदल यात्रापछि यहाँ पुगेका छौँ। अब यहाँबाट हामी देब्रे लागेर चाहिँ हामी चन्द्रगिरी साइड जान्छौँ भने बायाँतर्फ चाहिँ अगाडि चाहिँ हाम्रो मकवानपुर जिल्ला जान्छ। पानीले भिजाइसकेको छ। यही स्थानबाट हामी दाहिने मुडिएर भालेश्वर महादेव मन्दिरतर्फ अगाडि बढ्छौँ। पालुङबाट करिब आधी घन्टा हिँडेपछि एउटा चेक पोइन्ट आउँछ। यहाँ आफ्नो नाम टिपाएर हामी फेरि सिटीको बाटो हुँदै अगाडि बढ्छौँ। यस क्षेत्रको प्राकृतिक वातावरण अत्यन्तै मनमोहक देखिन्छ। चेक पोइन्टबाट करिब 15 मिनट पैदल यात्रा गरेपछि हामी चन्द्रगिरी केबुल कार स्टेसन पुग्छौँ। साथीहरू अहिले चाहिँ हामी यो केबुल कारको स्टेसनमा पुगिसक्यौँ। यो पालुङबाट चाहिँ पालुङबाट करिब आधी घन्टाको यात्रा गरिसकेपछि चाहिँ हामी केबुल कार स्टेसनमा पुग्यौँ। अब यहाँबाट चाहिँ माथि भालेश्वर महादेव नजिकै छ। यहाँ धेरै आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल देख्न सकिन्छ। केबुल कारबाट आउने र पैदल यात्रा गरेर आउने यात्रुहरू यही स्थानमा भेटिन्छन्। अन्ततः हामी पवित्र भालेश्वर महादेव मन्दिर पुगिसकेका छौँ। शान्त वातावरण, धार्मिक आस्था र चन्द्रगिरीको मनोरम दृश्यले यहाँ पुगेपछि सबैको थकान हराएर जान्छ। हामी भगवान महादेवको दर्शन गर्दै सम्पूर्ण दर्शकको सुख शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दछौँ। यदि तपाईँ काठमाडौँ वरपर छोटो र अविस्मरणीय पदयात्रा गर्न चाहनुहुन्छ भने थानकोटदेखि भालेश्वर महादेवसम्मको यो पैदल यात्रा उत्कृष्ट विकल्प बन्न सक्छ। आजको यात्रा यति नै। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् र प्रतिबिम्ब युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोस्। तपाईँको सुझाव र प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोस्। फेरि अर्को नयाँ गन्तव्य र नयाँ यात्रासँगै फेरि भेटौँला। नमस्कार।